कजिने आमा नमस्कार। खै के सन्चै हुनु आमा? मलाई त स्कुलदेखि निकालिदियो नि। खै त्यस्तो गल्ती गरे जस्तो त मलाई लाग्दैन। हस् कजिने आमा। बहिनी नमस्ते। हस् अनि बहिनी के कति कारणले मलाई बोलाउनु भयो? मैले चाहिँ अब तपाईँलाई अस्ति नै तपाईँको कुरा सुनेर हैन, तपाईँको मान्छेलाई हामीले मिलाएर राखेको थियौँ हैन। तर उहाँले चाहिँ अब यहाँनिर स्कुलको नियम विपरीत हैन, अहिले केटाकेटीलाई कुट्न मिल्दैन हैन, हामीले त कराउन मिल्दैन, उहाँले चाहिँ कुट्नु हुँदो रहेछ हैन। अनि त्यही भएर हामीले चाहिँ अब उहाँलाई स्कुलमा चाहिँ अलिक राख्न नसक्ने स्थिति भयो। उहाँलाई निकाल्नै पर्छ जस्तो छ। हामीले सबैजना मिलेर बसिसक्यौँ हैन। त्यो सल्लाह गर्नको लागि तपाईँलाई बोलाएको। यो मान्छे त यस्तो होइन बहिनी। यो स्कुलमा आएपछि कसरी यो मान्छे परिवर्तन भयो त? खै अब पहिला तपाईँले देख्नु भएको अर्कै हुन्थ्यो होला। अहिले यहाँ स्कुलमा आइसकेपछि अब मैले मात्र भनेको होइन, हाम्रो सबै स्टाफहरूले पनि देख्नु भएको छ। त्यही भएर मैले ल बहिनी ठिकै छ नि त। अब तपाईँहरूलाई ऊबाट चाहिँ यहाँनिर धेरै अब अवसर पर्छ भने त मैले जबरजस्ती राख भन्न म पनि सक्दिनँ। तर म पनि अझै उसँग बुझ्छु होइन। उसको उमेर छ, पढाइ छ, हातपाखुरी छ, केही न केही त उसलाई मैले अपनाउनै पर्छ भोलिको दिनमा। ठिक छ, हजुरलाई अब आँखाले देखेर भन्नुभयो कि अब स्टाफहरूबाट सुन्नुभयो कि अब एकचोटि म पनि उसलाई पनि म केही कुरा राख्छु। अहिलेलाई म गएँ है बहिनी। ओ केटा हो, त्यो माइलीकोमा 3 हप्ताको हप्ता उठाउनु बाँकी छ, त्यो उठाएर आऊ। ओके दादा। मानेको भन्ने मान्छे उठाएर आऊ। ओके दादा। मेरो त्यहाँ पल्लो गाउँमा काम छ, म त्यहाँ गएर आउँछु। ओके दादा, हामी उठाएर ल्याउँछौँ। हो साउनी, हप्ता देऊ। हाम्रो पुस्तिवालाको मिटिङ हप्ता भइसक्यो। मैले 3-4 महिनामा नआउनु भनेको म आफै एकैचोटि दिन्छु भनेको त। हाम्रो पुस्ति अराउनु भएको थियो, जसरी भए पनि हप्ता लिएर आऊ, नभए मान्छे लिएर आऊ भन्नुभएको। ए केटा तान ए बाबा मलाई यसो नगर्नु न। म बुढे मान्छे कहाँ जानु? होस् घरै फर्किन्छु। अनि भाइ खास मलाई के को कामले बोलायो? होइन दिदी, मैले चाहिँ तपाईँलाई किन बोलाएँ भने मलाई तपाईँको आफन्त पूर्वको पर्यटक क्षेत्र भेरेटारमा धनकुटामा आफन्त छ भन्नुहुन्थ्यो। मलाई पनि नेपालमा केही गरौँ
भन्ने सोच आएको छ। त्यस कारणले गर्दाखेरि चाहिँ मलाई जग्गा हजुरले हेरिदिनुहुन्छ कि भनेर चाहिँ म तपाईँलाई दुःख पो दिन खोजिरहेको छु दिदी। ल ठिक छ भाइ, एकदमै राम्रो, एकदमै खुसीको कुरा भयो। जसले नेपालमा केही गर्छु विकास भनेर उसले मलाई साथ माग्छ भने त्यसको लागि म एकदम अगाडि छु। भौतिक आर्थिक केमा सक्छु अब म सक्दो सहयोग गर्छु भाइ, तिमी चिन्ता नलिऊ। म धेरै टाढो धनकुटामा हाम्रो धेरै मान्छे छ, म तिमीलाई छिट्टो चाँडो म मिलाइदिन्छु। किन मिलाइदिन्छु? जसले यो नेपालमा म के गर्छु भन्छ उसलाई चाहिँ म बहुत छिटो सहयोग गर्नेवाला छु है भाइ। धन्यवाद दिदी, तपाईँले यति मेरो लागि चाहिँ गरिदिनु पर्यो। म नेपालमा केही गर्छु भन्ने सोच विचार लिएर बसेको छु दिदी। यो तपाईँले मेरो लागि यति गरिदिनु, मेरो ठुलो गुण, हजुरको म गुण कहिल्यै बिर्सिनु छैन। ठिक छ, गुणको कुरा नगरौँ। यत्रो बस्यौँ दिदी, केही भोक पनि लाग्यो, खाजा खाउँ दिदी। के खाउँ, मोमो लिउँ दिदी? होला भाइ, लिउँ न दिदी। बफ चल्छ दिदी? ए चल्नु त मलाई जे नि चल्छ बाबु। भाइ 2 प्लेट मोमो यसो गरिदिनु न। बफ छ? हुन्छ, बफ गरिदिनु न है। किन छोरी त टोलाएर बसेको? खै आमा, कजिने आमाले आजभोलि हाम्रो कुरा पनि सुन्नु छोड्नु भयो, जागिरबाट पनि निकालिदियो, लोक्से आमा पनि नाम निस्केको छैन। दिनदिनै तपाईँहरू बुढाबुढी हुँदै हुनुहुन्छ। तपाईँहरूलाई खुसी दिन सक्दिनँ कि क्या हो आमा? हामी खुसी छौँ छोरी, यहाँ भन्दा के चाहियो हामीलाई? त हरेस नखा छोरी, बिस्तारै भइहाल्छ नि। खै आमा, छोडिदिनुहोस्, तपाईँको औषधि खाने बेला पनि भयो, जाउँ भित्र।
भयो माइली? यो घाम पे फेरि यहाँ आएछ किन यहाँ आएको? त्यस्तो नभने यार, तेरो लागि म मरेको छु। मेरो लागि किन मर्नु पर्यो? मलाई चाहिँदैन। ओभर त्याग गरिस् मलाई। बिना म 1 सेकेन्ड छोड्दिनँ। मलाई चाहिँदैन, मैले पहिले नै भनिसकेँ मलाई चाहिँदैन। आइज, तेरो लागि म कति दुःख गरेर कति तडपेर बसेको छु। यस्तोको विषय मेरो लागि चाहिँदैन भनेको मलाई पहिले नै। तँलाई मार्दै तँलाई जा। अब नेपालमा जागिर पाइँदैन रहेछ। अब के गर्नु, नेताको आफ्नो आफन्त परिएन, के गर्नु, त्यही भएर जागिर खानु गाह्रो भयो नि दिदी। चिन्ता नगर भाइ, चिन्ता नगर। तिम्रो पढाइ कति छ मलाई थाहा छ। हेर, म कजिनी आमालाई भनेर 1 कलको भरमा चाहिँ 1 हप्ताभित्रमा तिमीलाई म जागिर दिलाइदिने काम गरेँ ल। हस् दिदी, धन्यवाद। लु अहिले गल्यो होला यत्रो दिन। आलु आऊ, म केही दिन्छु खाने। म त साह्रै अभागी छोरी रहेछु। मैले आफ्नो जन्म दिने बाउ आमालाई पनि खुसी राख्न सकिनँ।